मान्छेको सेवा रोक्नु भएन, त्यही पनि हामी कन्टिन्यू गर्दैछौँ ट्राभल डेन्टल क्याम्प। साकादारीले भ्लग मेरो बनाइदिनुहुन्छ भन्ने आशा गर्दैछु म। ए हो नमस्ते, सब्सक्राइब टु मिस्टर गोले। हाम्रो गौली ब्रो पनि जाँदै छैन होइन, खल्लो खल्लो लाग्दैछ। एक्सट्रिम अफ रोड आउने वाला छ, हिमको बाटोमा कुद्नु पर्नेछ। लाइक शेयर कमेन्ट डाउन सबै गर्नु होला। लास्टमा चाहिँ क्रिकेटको प्र्याक्टिस हुँदैछ है यहाँ। और बोल भनेर जस्तो पो भएन सागर दाइको बारेमा भन्दाखेरि। यसको उयो नै छैन, यसमा सुगरै छैन। सुगरले त्यो सेन्सेसन मात्र दिने हो क्या, ग्लुकोज स्पाइक गरेर। चामुको ब्लग हजुर ए हो नमस्ते, सब्सक्राइब टु मिस्टर गोले। मेरो भ्लग हो तर थाहा छैन भिडियो आउँछ कि आउँदैन। होइन यस्तो हो क्या, भिडियो आउँछ आउँदैन भनेर खिच्ने होइन कि, मेमोरीको लागि खिच्ने होइन होइन। भोलिको दिनमा अपलोड गरे नगरे नि गर्ने, ओन्ली स्टेटमा राखौँला, प्राइभेटमा राखौँला। आफ्नो 6-7वटा दाजुभाइलाई पठाउने, साथीलाई पठाउने, त्यो 6-7जनाले सब्सक्राइब गर्यो भने भइगयो नि। वेलकम टु सामुस ब्लग। नमस्ते सबैजनालाई, लाइक शेयर कमेन्ट डाउन सबै गर्नु होला। डाक्टर साहब वेलकम टु सामुस ब्लग। नमस्ते सबजनाले हाम्रो प्यारी बहिनीलाई चाहिँ लाइक फलो त्यही त नभन्नु न, रमाइलो कुराहरू भन्नु न। ए मलाई अब भन्दैछ एकदम रमाइलो कुरा गर्नलाई। अब रमाइलो त हाम्रो बाटोमा हुन्छ, बिस्तारै भिडियो बनाउँदै जान्छौँ। अहिले सुरुवातमा हाम्रो टिमहरू एकदम मिस गर्दैछु, विशाल दाईलाई, साकार दाईलाई। अनि अब बिहानै थाहा भयो कि हाम्रो गौली ब्रो पनि जाँदै छैन होइन, खल्लो खल्लो लाग्दैछ। त्यही पनि अब रमाइलो त रोक्नु भएन होइन, मान्छेको सेवा रोक्नु भएन, त्यही पनि हामी कन्टिन्यू गर्दैछौँ ट्राभल डेन्टल क्याम्प। बस थ्याङ्क यू अविनाश दाई, हाम्रो सबसे के हुन्छ यो टल्किन्छ हौ दाईको, हेर्नु न। थ्याङ्क यू के अरे साकार दाईले भ्लग मेरो बनाइदिनुहुन्छ भन्ने आशा गर्दैछु म बोल्छु मात्र। थ्याङ्क यू। फेरि साकार दाई यस्तो दामी भिडियोग्राफर हो। अनि साकार दाईको सेल्सको फेरि नान फ्री प्रमोसन भइरहेछ। अहिले 10:30 भइसक्यो अनि गाडी चाहिँ रेडी भइसकेको हो कि होइन सामु? हुँदैछ। अनि तिमीलाई भोक लागिसकेको छैन? अहिले लाग्यो क्या 81। अब त्यसमा हाम्रो फर्स्ट पोइन्ट कहाँ हो? धेरै टाढा अरे होइन कहाँ हो? रोक्दैनौँ अब हामी सिधै एकदम जोर साथ। हामी यसरी भन्दै हुनुहुन्छ कि जस्तो उहाँ पनि जाँदै हुनुहुन्छ। हामी मतलब टिम थ्याङ्क यू भनेपछि सागर दाई, तपाईँ लास्ट मिनटमा पनि जान्छु भन्नुभयो। आइम सो ह्याप्पी। यु आर सो ह्याप्पी। थ्याङ्क यू। किन सरी हौ? अनि साकार दाई भएन भने, साकार दाई बयस दाई विशाल दाई भएन भने अलिकति हाम्रो हेड अफ डिपार्टमेन्ट हुँदैन जस्तो लाग्छ क्या मलाई। हाम्रो एउटा साकार दाई भयो भने और बोल भनेर जस्तो पो भएन सागर दाइको बारेमा भन्दाखेरि के भयो अरे? और बोल भनेर जस्तै के गोली तेल पाएर हुन्छ नि। ल त्यो भएर हेर्न त्यहाँ मक्क भइरहनु भएको छ। छैन तर यस्तो खुट्टामा यस्तो इन्जुरी भएर पनि जाँदै हुन्छ, एकदम खुसी लाग्यो। यही त हो नि सेवा भनेको होइन। काट के डाल्ने का ठीक है। ल छिटो छिटो पानी खाऊ। काठमाडौँदेखि आएको छ होइन। ला दाइ अब म दोकान जानु न। यो मोमेन्टमा त जाऊ हो नि। त्यस्तो बाइक कालो बस्दाखेरि चाहिँ के हुन्छ हौ? त्यस्तो बाइक कालो पछि रोडमा चलाउनु परेपछि गाह्रो परेन? के हुन्छ होला हालत? बाई बाई दिदी। टक्क पाराले एउटा भिडियो नि हाम्रो लास्टमा बाई भन्छु अब। हामी चाहिँ होटेल पाथिबाट आयौँ अनि यहाँ चाहिँ कस्तो पाहाडको होइन त्यो उयो जस्तै होटेलै हो, तलैतिरको जस्तै। मैले सोचेको थिइनँ यति राम्रो हुन्छ भनेर, तर रुम चाहिँ हेरेको थिइनँ। अनि यहाँ हुनुहुन्छ हाम्रो डाक्टर साहब, के भन्न चाहनुहुन्छ? फाइनली होटल पुग्यो, एकदम थकित छु तर खुसी छु, रेस्ट गर्नु पाइन्छ। मैले चाहिँ केही भ्लग बनाउन पाइनँ किनकि म सुतेको सुते भएर आइपुगेँ। अब भोलि चाहिँ बनाउँछु।
ए माथिसम्म रहेछ यार यो है जस त्यही सजिलो देखेँ मैले Okay. Good morning everyone. It's day 2 अनि हामी चाहिँ छौँ फुङदिङ बजारमा होटल पाथिभरामा स्टे गरेको. Good morning Dr. Abi. गुड मर्निङ कस्तो भयो त एकदम रमाइलो भयो अब एकदम राम्रो होटल थियो होइन होटल पाथिभरा अब चाहिँ होटल हामी पाउँछौँ कि पाउँदैन भन्ने थाहा छैन अब हामी जहाँ भयो स्लिपिङ ब्याग छ त यस अब अप्सन रेडी यहाँ चाहिँ के बोल्नुहुँदैछ है डकुमेन्ट्रीको लागि हाम्रो आज चाहिँ हामी यहाँनिर बसेको थियौँ अभिले त मेरो वेट नगरिकन सुरु गरेको उहाँहरूलाई चाहिँ होइन मैले हेल्प गरिरहेको क्या अर्जेन्ट मेडिसिनहरू नपाएको मेडिसिनहरू उहाँहरूले चाहिँ के गर्यो भने त्यो ताप्लेजुङ हस्पिटल हो हामी यहाँ आएको छौँ ताप्लेजुङ हस्पिटल पनि हेर्ने मौका पाएँ सबै त्यही एरिया भनौँ न हामी त्यहाँ सर्भ गर्दैछौँ हाम्रो ट्राभल डेन्टल क्याम्पको एउटा पोइन्ट यो पनि हो अहिले हाम्रो गाडी केही न केही हुन्छ झन् अहिले बजारको छेउमा छ त यो भएको छ होइन मेकेनिक ल्याउन गएको छ केटाहरू ठिक भइहालोस् छिटोभन्दा छिटो हामीलाई किनभने एकदम धेरै टाढा र अफरोड पुग्नुपर्ने छ है अफरोड हुँदै जानुपर्ने छ त्यति हो भन्नुपर्ने अनि हामी अहिले घाम अफरोड भन्दा नि एक्सट्रिम अफरोड आउनेवाला छ हिउँको बाटोमा कुद्नु पर्ने छ हाम्रो गाडी कति छिटो बिग्रियो यार हामीले त होइन आफै गाडी यस्तो भयो दाइ चिलमा हुनुहुन्छ दाइकै गाडी हो मैले त होइन मैले त के नगर्नु मैले त होइन सुन अघि गाडी बिग्रिसक्यो है एकछिन भने सुन्दा यो डाक्टर पागल छ हेर्नु जबरजस्ती गर्छ दाइले पनि ओइ मनिष बिग्रियो हामी ठ्याक्क फुङलिङ भन्दा तल झरेकोमा चाहिँ थियौँ हाम्रो गाडी आफै कुद्दा कुद्दै अफ भयो पेट्रोल पनि फुल हालेको यहाँ एयर गयो कि के गयो भन्दैछ हाम्रो रबिनले चाहिँ अब यो नबोल न त्यो पाइले बोल्टुहरू अब गाडी पनि बिग्रियो अनि केही नपाएर लास्टमा चाहिँ क्रिकेटको प्र्याक्टिस हुँदैछ है यहाँ ब्याट बिनाको ओ माई गॉड मेरो फोन ल्याउँदै सामु गाडी चलान छोडेर सुन्दा हामी आनन्दले बसेर बाटो यस्तै छ जुत्ता लगाने बाटो है तल हेर्नुहोस् हामी कति खुसी भइरहेको छौँ अघिदेखि अब बल्ल पिचो यस्तो बाटो एउटा लास्ट छ खाइदिन्छ कुद्छ नि कोता जाने ओए के हो यो त जिरो म्यान है हेर ठुलो यो चाहिँ हाम्रो के अरे सानीमा सानीमा ब्याङ्क चाहिँ छैन है यो सानीमा हाइड्रो पावर हो थ्याङ्क यू सामु हाइड्रो पावर भन्दा पनि हुन्छ हुँदैन SINWA होइन माथि एउटै रुट हो
गड फाइनली आइपुग्यौँ यस्तो डेन्जर बाटो थियो यस्तो डेन्जर बाटो थियो फुल बगाएको छ अरे ताप्दै थोकबाट त यहाँ त 30 मिनटको बाटो